कुर्सीमा बालेन्द्र शाह बालेनको बच्चा पर्ने बित्तिकै देशको पावर सेन्टरमा भुइँचालो जाने क्रम जारी छ। बालेन मन्त्री परिषदको पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै शनिबार बिहानैदेखि नेपालको राजनीतिले नसोचेको मोड लियो। इतिहासमै पहिलो पटक मुलुकको कार्यकारी प्रमुख सम्हालिसकेका व्यक्ति फौजदारी अभियोगमा पक्राउ परे। बालेन सरकार गठन भए यता को नेता र प्रशासक के कसुरमा पक्राउ परेका छन् त? केपी शर्मा ओली पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष अभियोग हेलचेक्राइ गरी ज्यान मारेको, जेन्जी विद्रोहमा राज्यको तर्फबाट मुख्य दमनकर्ताको आरोप। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै शनिबार प्रहरीले नियन्त्रणमा लियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काको नेतृत्वमा पुगेको टोलीले उहाँलाई जरुरी पुर्जी बुझाएर पक्राउ गरेको थियो। भदौ 23 को जेन्जी आन्दोलनमा 19 जना युवाले ज्यान गुमाउँदा ओली सत्ताको नेतृत्वमा हुनुहुन्थ्यो। आयोगले उहाँलाई मुलुकी अपराध संहिताको दफा 181 र 182 बमोजिम हेलचेक्राइ गरी ज्यान मारेको अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। अहिले म्याद थप भएर अनुसन्धान चलिरहेको छ। रमेश लेखक पूर्व गृहमन्त्री अभियोग आन्दोलन दमन र ज्यान मुद्दा। तत्कालीन गृहमन्त्री रमेश लेखक पनि उम्कन पाउनु भएन। उहाँलाई भक्तपुरको कटुन्जे स्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो। आन्दोलनकारीमाथि गोली चलाउन आदेश दिने र दमनको कमान्ड सम्हाल्ने काम गरेको भन्दै कार्की आयोगले लेखकमाथि पनि मुलुकी अपराध संहिताको दफा 181 र 182 अनुसार कारबाहीको प्रक्रिया अघि बढेको छ। छविलाल रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी। सोही प्रकरणमा मुछिएका काठमाडौँका तत्कालीन सिडिओ छविलाल रिजाललाई पनि प्रहरीले हिरासतमा लिइसकेको छ। रिजालमाथि पनि मुलुकी अपराध संहिताको दफा 181 र 182 उल्लङ्घनमा छानबिन हुनेछ। दीपक खड्का पूर्व ऊर्जा मन्त्री अभियोग सम्पत्ति शुद्धिकरण र जग्गा विवाद। जेन्जी आन्दोलनका क्रममा घरबाट नोट उडेको भिडियोका कारण चर्चामा रहेका पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई पनि सिआइबीले पक्राउ गरेको छ। लैनचौर स्थित स्काउटको जग्गा हडपेको र पदको दुरुपयोग गरी अस्वाभाविक धन आर्जन गरेको आरोप खड्कामाथि छ। खड्का धुम्बाराही स्थित प्रेस्टिज अपार्टमेन्टबाट समातिनु भएको थियो। रेखा शर्मा लुम्बिनी प्रदेशसभा सदस्य अभियोग बाल श्रम शोषण र यातना। शक्ति र पदको आडमा हुने अपराधमा पनि सरकार कठोर देखिएको छ। एक नाबालिकालाई वर्षौंदेखि घरेलु कामदार राखेर यातनाकी सांसद रेखा शर्मा पक्राउ पर्नु भएको छ। उहाँमाथि अनुसन्धान जारी छ। गौड मल्ल पूर्व सांसद अभियोग बलात्कार। बलात्कार जस्तो जघन्य अपराधको आरोप लागेका पूर्व सभासद गौडबहादुर मल्ललाई सातो बाटोबाट हतकडी लगाइयो। मल्लमाथि एक महिलालाई लिभिङ टुगेदरमा राखेर बलात्कार गरेको आरोपमा छानबिन चलिरहेको छ। नेतामाथि सम्पत्ति शुद्धिकरणमा छानबिन।